फाइनल्ली पर्खदा पर्खदा चलचित्र आबाट आमाको ट्रेलर सार्वजनिक गरिएको छ। आज दिउँसो 2 बजे रिलिज हुने भनिएको ट्रेलर तोकिएको समयभन्दा ढिलो करिब 3:30 बजे मात्र सार्वजनिक भयो। 2 बजेदेखि नै ट्रेलरको प्रतीक्षामा बसेका दर्शकहरू ट्रेलर ढिलो रिलिज भएपछि असन्तुष्ट र केही रिसाएका पनि देखिएका छन्। लामो पर्खाइपछि सार्वजनिक भएको चलचित्र आबाट आमाको ट्रेलरले नेपाली दर्शकमाझ एउटा छुट्टै कौतूहलता र भावुकता पैदा गरेको छ। करिब 3 मिनेट 45 सेकेन्ड लामो यो ट्रेलरले केवल कथा मात्र नभई एउटा छोरा र आमा बीचको अटुट सम्बन्धको गहिराईलाई समेत चित्रण गरेको छ। ट्रेलरको सुरुवाती चरणमा देखाइएको बाल्यकालको रमाइलो र कृष्णको पारिवारिक वातावरणले दर्शकलाई नोस्टाल्जिक बनाउँछ। तर कथामा तब मोड आउँछ जब परिस्थितिवश कृष्ण परदेशिनुपर्छ। निर्देशक चन्द्र पन्तले परदेशिएको छोरा र घरमा रहेका आमाबाबु बीचको मनोवैज्ञानिक दूरी र मायालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। अभिनयको पक्षमा कुरा गर्दा पल शाहले आफ्नो भूमिकामा न्याय गरेको देखिन्छ भने विपना थापा र प्रदीप रावतको जोडीले फिल्मलाई परिपक्वता दिएको छ। ट्रेलरमा प्रेम र प्रतिशोधको पाटोलाई पनि निकै रोचक ढङ्गले बुनिएको छ। उषा उप्रेती र सिमरन पन्तको पात्रहरू मार्फत कृष्णको जीवनमा आउने उतार चढावलाई देखाइएको छ। विशेष गरी सिमरन पन्तको बदला लिने स्वभाव र त्यसैको वरिपरि घुमेको रहस्यले फिल्ममा सस्पेन्स पैदा गरेको छ। छोरा विदेशिएको बेला आमा कता हराइन् वा के भयो भन्ने कुरालाई ट्रेलरमा रहस्यमय राखिएको छ, जसले दर्शकलाई हलसम्म जान बाध्य बनाउने देखिन्छ। पल शाहको अभिनयमा देखिएको निखार र आमाको खोजीमा उनले व्यक्त गरेको पागलपनले उनको अभिनय यात्राको एउटा उत्कृष्ट कामको सङ्केत गर्दछ। यस चलचित्रको अर्को उल्लेख्य पक्ष भनेको आध्यात्मिक र पौराणिक सन्दर्भको प्रयोग हो। निर्देशकले महाभारतका पात्र र आयामहरूलाई कथामा जोड्दै फिल्मलाई केवल एउटा सामान्य पारिवारिक ड्रामामा मात्र सीमित नराखी यसलाई एउटा दार्शनिक स्वरूप दिने प्रयास गरेका छन्। ट्रेलरमा प्रयोग भएका संवादहरू मर्मस्पर्शी छन् भने पार्श्व सङ्गीतले दृश्यहरूको गहिराईलाई अझ बढी महसुस गराउँछ। निष्कर्षमा भन्नुपर्दा आबाट अको ट्रेलरले दर्शकमा एउटा दरिलो छाप छोड्न सफल भएको छ। यसले नेपाली समाजको यथार्थ, परदेशिनुपर्ने विवशता, आमाको निस्वार्थ ममता र मानवीय सम्बन्धका जटिलताहरूलाई समेटेको छ। धेरै कुराहरू रहस्यकै गर्भमा राखिएको यो ट्रेलरले फिल्मप्रति ठूलो अपेक्षा जगाएको छ। प्रकाश कुँवर, ध्रुव न्यौपाले र क्षितिज ढुङ्गानाको लगानीमा निर्माण भएको यो फिल्मले माघ 16 गतेदेखि नेपाली बक्स अफिसमा कस्तो जादु देखाउने हो त्यो भने हेर्न बाँकी नै छ। तर ट्रेलर हेर्दा यो फिल्मले दर्शकलाई भावुक बनाउने र एउटा गहिरो सन्देश दिने कुरामा दुई मत छैन।